Welcome to Noel Production. Good morning. Good morning. In our midst today we have our respected Bada, the owner of this house. यो अब हाम्रो सौभाग्यको कुरा हो उहाँले हामीसित एउटा समय दिएर हाम्रो मञ्चमा त्यो कुरा सेयर गर्ने इच्छा राख्नुभयो सायद हाम्रो रिक्वेस्टमा अनि हाम्रो नाइन परिवारको तर्फबाट उहाँलाई सानो एउटा सम्मान पत्र पनि हामीले यो दिने समय पायौँ है। अनि एक दुई कुरा चाहिँ के भन्न मन पर्यो भन्दाखेरि मलाई चाहिँ जस्तै कति कुरा चाहिँ अब हामीले यो अब सेन्टर कसरी सुरु भयो भन्ने विषयमा चाहिँ अब सबैले मौका पायौँ यहाँनिर विशेष हामीले पनि मौका पायौँ एउटा सिकाउने भन्दा पनि हामीले सिक्ने मौका पायौँ अनि सबै तपाईँहरूले पनि पाउनुभयो है। अनि चाहिँ सम्भव थियो पोसिबल भयो बडाले अब हामीलाई यो रुम प्रोभाइड गरिदिनु भयो होइन। यहाँनिर सायद अब यो रुम हामीले नपाएको भए सायद यो सेन्टर अरू जग्गा लान्थ्यो होला यहाँनिर अब तल टिस्टातिर पनि मागेको हो तल अब टिस्टा भेली भन्दा पनि तल रम्बीतिर पनि मागेको हो तर अब यो सम्भव भयो विशेष गरी अब यहाँनिर एउटा रोड साइडको नजिकमा हुनुपर्छ भन्ने रुम उनीहरूको रिक्वायरमेन्ट्स थियो अनि हामीले माग्दाखेरि उनीहरूको त्यो अब कतिवटा क्राइटेरियाहरू थियो त्यो फुलफिल हुँदैन जस्तो लागेको थियो। तर अब हामीले रुम त्यो माथि हामीले जहाँनिर अहिले हाम्रो दोकान हामीले चलाइरहेको छौँ त्यहाँनिर चाहिँ एकदम सानो भयो त्यहाँनिर अब त्यो पोसिबल थिएन अनि यहाँनिर बडाले माग्दाखेरि चाहिँ केही दिन पर्खिदिनु भन्नुभयो बडाले है। यो रुम इन्कम्प्लिट थियो यहाँनिर मेन्टेनेन्स भइरहेको थियो उतापट्टि पनि त्यस्तै थियो अनि बडाले एक दिन समय लिइकन माथि दोकानमा आइकन मलाई पर्सनली भेटिकन अब विशेष गरी यो पढाइको क्षेत्रमा भनिकन मात्रै बडाले अब हामीलाई यो रुम दिनुभयो अनि रुम पाउनु साथै अब हामीलाई पनि खुसी लाग्यो अनि सबैले मौका पाए तपाईँले पनि पाउनु यो गुण चाहिँ हामीले बुझ्नुपर्छ किनभने पछि गएर अब एउटा हुन त अब कतिलाई यो नर्मल क्लासहरू जस्तो लागिरहेको होला तर पनि अब पछि फ्युचरमा गएर काहीँ न काहीँ यो सानो इनिसिएटिभ भए पनि तपाईँहरूलाई फ्युचरमा है धेरै हेल्प हुन्छ जस्तो चाहिँ मलाई अब लागिरहेको छ है। अनि बडालाई हामीले अब दिन त के नै सक्छौँ एउटा सम्मान तथा धन्यवाद है एउटा सानो पत्र हामीले तयार पारेका छौँ। नेपाली कसैले राम्रो पढ्न सक्नुहुन्छ भने यो छ भेट गरिदिनुहुन्छ। सम्मान तथा धन्यवाद ज्ञापन आदरणीय बडा श्री बी दाहालज्यूलाई हामी नयन पावल स्किल्स एन्ड डिजिटल लर्निङ परिवार तर्फबाट यहाँलाई हार्दिक सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौँ। श्री दाहालज्यूको जीवन सङ्घर्ष सेवा शिक्षा कृषि तथा विभिन्न सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान स्वयं प्रेरणादायी छ। उहाँको लगनशीलता त्याग र सेवा भावनाले आज धेरै पुस्तालाई शिक्षाको बाटो देखाएको छ। हामीलाई अत्यन्त खुसीको कुरा के छ भने उहाँले आफ्नो अमूल्य सहयोग स्वरूप हाम्रो परीक्षण केन्द्रलाई कोठा उपलब्ध गराइदिनु भयो। यस कारणले गर्दा आज हाम्रो प्रशिक्षण केन्द्र सञ्चालनमा आउन सक्यो। यस प्रशिक्षण केन्द्र मार्फत थुप्रै विद्यार्थी तथा युवाहरूलाई कम्प्युटर शिक्षा प्राप्त गर्ने अवसर मिलेका छ। हाम्रो यो प्रयास सफल बनाउनुमा आदरणीय बडाको योगदान सधैँ अमूल्य रहनेछन्। यसै अवसरमा हामी सम्पूर्ण प्रशिक्षक साथी प्रशिक्षक तथा केन्द्र परिवार तर्फबाट आदरणीय बडा श्री बी दाहालज्यू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको निरन्तर स्वास्थ्य दीर्घायु र समाज सेवामा अझै उचाइ हासिल होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। अन्त्यमा उहाँ जस्ता समाज सेवक र शिक्षा प्रेमी व्यक्तित्व हाम्रो बिचमा हुनु नै हाम्रो लागि अभूतपूर्व भाग्य हो। धन्यवाद। विशेष गरिकन आज मलाई यसरी सम्मान गर्नुहुन्छ भन्ने मलाई त्यति पनि थिएन। एउटा अलिकति आफ्नो अनुभव बताइदिनुहोस् भन्ने नानीहरूको अब गुरु नै भनौँ गुरु हाम्रो सिलास नानी उहाँले भन्नुभएको थियो र म चाहिँ अब दुई चारवटा आफ्नो अनुभवको कुराहरू चाहिँ
नानीहरूलाई बताइदिनु म तयारी थिएँ। तर यसरी मलाई सम्मान गरेकोमा सर्वप्रथम उहाँलाई साथै नानीहरू सबैलाई मेरो आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसपश्चात अब म एक दुईवटा मेरो अनुभवको कुरा गर्न चाहन्छु। र हुन त अनुभव त्यति अब राम्रो नहोला, किनभनेदेखि अर्ती र ओखती राम्रो हुँदैन, मिठो हुँदैन। ओखती भनेको दबाई, तितो टर्रो खल्लो कस्तो हुन्छ, तर त्यसले कस्तो कस्तो बिमारीलाई जाति पार्छ। र अर्ती पनि त्यस्तै, अब उपद्रो गरेर आएको नगर्ने कामहरू मात्रै गरेर गएकोमा त्यो नगर, त्यो त्यस्तो चिज नखाऊ इत्यादि भन्दाखेरि उनीहरूलाई मन पर्दैन। तर यो दुईटा चिज चाहिँ हामीहरू मानव जातिले चाहिँ खुब याद गर्नुपर्छ। अर्ती एकदमै जहिले पनि हुन्छ, अर्तीलाई हामीले मान्नुपर्छ। चाहे सानोले भनेको होस्, चाहे ठुलोले भनेको होस्, चाहे गुरुले भनेको होस्, जसले भने नि अर्तीलाई चाहिँ हामीले मान्नुपर्छ। र विशेष गरिकन हाम्रो सिलास नानीले पनि अहिले भन्नुभयो, अलिकति अनुभव मेरो भन्दाखेरि अब यहाँ अहिले कम्प्युटर ट्रेनिङ चल्दैछ र हामी त 20औं शताब्दीको मान्छे हौँ। नानीहरू तिमीहरू भाग्यमानी, 21औं शताब्दीमा तिमीहरू एकदमै टेक्निकल एजका नानीहरू, तिमीहरू टेक्निकल विद्यार्थीहरू, तिमीहरू जन्मिँदै तिमीहरूमा अलिकति टेक्निकल ब्रेन लिएर आएको छ र तिमी नानीहरू सबैले त्यो कुरा जान्नुहुन्छ। तर हामीलाई त्यो कुरो सब थाहा छैन। अब कम्प्युटरको विषय लिएर बोल्नु पर्यो भने म कम्प्युटरको सी पनि जान्दिनँ। र मेरो आफ्नै अनुभव चाहिँ म बताउन चाहन्छु। र यो ट्रेनिङ सेन्टर जुन चाहिँ हाम्रो सिलास नानीले पहिला सुरु गरेको थियो, मलाई निकै अघिदेखि भनिरहनुहुन्थ्यो। मलाई दिनु इच्छा लाग्यो। किन इच्छा लाग्यो भनेदेखि नानीले अघि अलिकति भनिहाल्नुभयो, सिलास नानीले। मलाई विशेष मेरो लाइफमा दुईवटा हबी चाहिँ एकदमै ठुलो हबी थियो। एउटा शिक्षा र अर्को एग्रिकल्चर डिपार्टमेन्टको अब नोकरी गरेँ, तर एग्रिकल्चर डिपार्टकै किचन गार्डन मेरो यो दुईवटा चाहिँ एकदमै फेभरेट अहिलेसम्म नै म अलिअलि गर्दैछु। र नानीहरू सबैलाई थाहा छ र नानीहरूको पिताजी भन्दा नि बाजी हुनसक्छ, उहाँहरू धेरैजना मेरो स्टुडेन्टहरू छन्। र म अगाडि अब यहाँ यो यस्तै कोठा, यो पल्लो कोठामा म ट्युसन पढाउँथेँ क्लास 5 देखि लिएर 10 सम्म वर्षभरि। तर सिजनमा फाइनल दिने टाइममा नानीहरू प्रायः 80-90 जना हुन्थ्यो। सिट हुँदैन थियो, हामी उभिएर भए पनि पढ्छौँ भन्नु आउनुहुन्थ्यो। तर भगवानको कृपा, मैले जतिजना नानीहरू पढाएँ कोही फेल हुँदैन। 3 महिना ट्युसन पढाउँथेँ। तपाईँहरूले बाउहरू या बाजेहरूलाई सोध्नु सक्नुहुन्छ कि उसले पढाएको हुन्। अब मलाई विशेष मेरो नाम त बिबी दाहाल हो, तर मलाई दाहाल बाउ भन्यो भने चाहिँ सबैले चिन्नुहुन्छ। म धेरै पुरानो यहाँको हो। म 30 वर्षको उमेर हुँदाखेरि यहाँ आएको 65 वर्ष भयो। र एउटा गभर्मेन्ट नोकरीमा थिएँ। म स्कुलको टिचर होइन, तर स्कुलको सरहरूले मलाई भेट्नुहुन्न थियो टिचिङमा। विशेष मेरो फेभरेट सब्जेक्ट म्याथमेटिक्स हो। र सबै नानीहरू जति सबै अल सब्जेक्ट पढाउँथ्यो, कोही फेल हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि हाम्रो सिलास नानीले पनि यसरी माग्दाखेरि मलाई इच्छा लाग्यो, किनभने एजुकेसनपट्टि मेरो ज्यादा इन्क्लिनेसन अहिले पनि छ। र यहाँको किरायदारहरूलाई मैले रिपेयर गर्ने न्यु गरेर हटाएर पनि नानीलाई दिएँ। र यो दुईवटा रुम चाहिँ नानीले कम्प्लिट गरेकोले तिमीहरू लक्की। उहाँले सुरु गर्नुको साथसाथ गभर्मेन्टबाट पनि केही पाउँदाखेरि नानीहरूले यो ट्रेनिङ गर्ने भने चान्स पायो। अब एउटा मेरो भन्नु चाहिँ के छ भनेदेखि, यहाँ सिलास नानीको त प्रायः हुन्छ नै, गभर्मेन्टको कोही 1-2 वर्ष गरेर या 2-4 वर्ष गरेर बन्द पनि गर्नुसक्छ। तर जब यसरी कुनै पनि काममा हात हालिन्छ या कुनै पनि ट्रेनिङ कहीँ जे गइन्छ, यसलाई चाहिँ आफूले सिक्दाखेरि चाहे 3 महिनाको होस्, चाहे 6 महिनाको होस्, चाहे वर्ष दिनको होस्, एकदमै एटेन्टिभली राम्रोसँगले चाहिँ सिक्नुपर्छ। स्कुलमा पनि पढाउँदा सरहरूले जब पढाउनुहुन्छ त्यति बेला आफ्नो तन मन चाहिँ सबै एकदमै त्यसमा लगाइयो भने घरमा गएर पढिरहनु चाहिँ पर्दैन। त्यो चाहिँ याद गर्नुपर्छ। तर हामीहरू धेरैजनाले पढाउँदै गर्दाखेरि हाम्रो मन चाहिँ के कता कहाँ पुगेको हुन्छ र सरले के भन्नु हुँदैछ त्यो हाम्रो ब्रेनमा चाहिँ
पस्नु सक्दैन र हामीहरूले कमजोरी हुन्छौँ। र यो एउटा नानीहरूको सौभाग्य हो। राम्रोसँगले सिक, एक्टिभली ध्यानपूर्वक सिक, अनि यो सिकेर यो नानीहरूले यसलाई उचित प्रयोग पनि गर्छ। अब यहाँ फ्री, अब मैले देख्दैछु अब पुबुङ तपाईँ कहाँबाट यो कम्प्युटर सिक्नुको लागि दार्जिलिङ कहाँ गाडी भाडा खर्च भयो, उल्टा ट्युसन फी पनि दिनु पऱ्यो। त्यत्रो खर्च गरेर जाँदैछन् भनेदेखि यहाँ नानीहरूलाई अहिले गभर्मेन्टले फ्री पनि छ, साथै केही स्टाइपेन्ड पनि दिएको छ। र कतिजना नानीहरूले के गर्छन् भने आएर केवल स्टाइपेन्डको लागि मात्रै उहाँहरूले एटेन्ड गर्नु चाहिँ होइन है, मेरो भनाइ चाहिँ। हेर नानी हो, स्टाइपेन्ड त्यो त केही पनि होइन, तर तिमीहरूले ज्ञान यो अहिलेको टेक्निकल एजमा यो ज्ञान चाहिँ एकदमै सानो लियो भनेदेखि चाहिँ ठिक हुन्छ। र यो टेक्निकल एजमा थुप्रै छ यस्तो, सबभन्दा इम्पोर्टेन्ट चाहिँ अहिले यो कम्प्युटर नै भएको छ। र कम्प्युटर नलेज जसको छैन उनीहरूले कुनै गभर्मेन्ट नोकरी चान्स पायो भने चान्स पाउने मौका पर्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ नानीहरूलाई मेरो भन्नु मतलब यही छ कि सिक्दाखेरि एटेन्टिभली सिक्नु, अनि त्यति सिकेर पनि त्यसलाई उचित प्रयोगमा ल्याउनु, यति मात्रै छ। अलिकति अहिले त बेसिक नलेज मात्रै त नानीहरूले पाउँदैछौ, त्यहाँ चाहिँ उता पनि अझै विकास गरेर जानु र अल्छी नगर्नु। अल्छी गरेर अब सिक्दा भोलि सिक्छु नभन्नु, भएको काम अहिले नै गर्नुपर्छ, भोलिको काम आजै गरिहाल्नुपर्छ। अल्छी हाम्रो मान्छे दुश्मन हुँदैन, हाम्रो दुश्मन चाहिँ के हो? अल्छी, रिस र ईर्षा, डाहा, यो चिज चाहिँ हाम्रो दुश्मन हो। यो चिजहरूलाई चाहिँ हामीहरूले पर लगेर राम्रोसँगले ध्यान गरेर चाहिँ सिक्ने कोसिस गर्नुपर्छ। नानीहरूको एज छ, अहिले उमेर छ, जे गर्नु छ यो उमेरमै गर्नुपर्छ है नानी। अब जस्तो हामी भोलि पर्सि नानीहरू नि हामी जस्तो हुन्छौँ, यतिलाई मैले केही गर्छु भने हुँदैन। अहिले म कम्प्युटर सिक्छु भन्यो भनेदेखि मैले अघि भनिहालेँ सी पनि जान्दिनँ, हाम्रो ब्रेनमै पस्दैन। त्यो खालको उमेर आउँदो रहेछ। त्यो चाहिँ आफ्नो अनुभव हो। राम्रोसँगले सिक्नु, यो टेक्निकल एज हो, यो टेक्निकल राम्रोसँगले चाहिँ पढेर चाहिँ जानु। अब अर्को कुरो म के भन्न चाहन्छु भनेदेखि धेरैजना नानीहरूबाट सुन्छु पढा लेखा नानीहरू प्रायः सबै क्वालिफाइड नै हुनुहुन्छ, हो कि पढेर सिक्छ। अहिले नोकरीको खुब कम्ती चाहन्छ। म त अगाडि पनि थिएन, हामीहरूले पढ्दा अब म त 1956 को स्कुल फाइनल पास गरेको मान्छे हो, र त्यति बेला नि नोकरी पाउँदैन भन्थ्यो। तर यो चाहिँ एउटा ऊ नै भयो। र यसमा नानीहरूले हरेस नखाएर साला नोकरी पाउँदैन के पढ्नु, त्यो चाहिँ नपढ्नु। पढ्नु नोकरीको लागि मात्रै चाहिँ होइन है नानी, पढ्नु चाहिँ ज्ञानको लागि हो। ज्ञान चाहिँ हासिल गर्नुको निम्ति चाहिँ हामीले पढ्नुपर्छ। र त्यो पढ्दै जाँदा अब नोकरी पाए ठिकै छ, पाएन भनेदेखि विभिन्न व्यवसायहरू पनि हामीले गर्नुपर्छ। जस्तो अब थुप्रै छ नि, बिजनेसपट्टि लाग, सानो एकैचोटि ठुलो गर्नु पर्दैन, सानोबाट सुरु गर। यहाँ हामी कमान बस्तीकै हो, म पनि बस्तीकै छोरो हो। म ठुलो बजारमा बसेको होइन, ठुलो परिवारमा धेरै परिवार भएकोमा एउटा बस्तीको छोरो भएकोले मलाई खेतीपाती पनि राम्रो मन पर्थ्यो, शिक्षा पनि मन पर्थ्यो, र खेतीपाती नोकरी पनि ती पाएँ। त्यहीबाट पनि अब हुँदाखेरि चाहिँ हामीले सिक्नुपर्छ। र खेतीपाती या बिजनेसमा एकैचोटि ठुलो एकैचोटि गर्नु चाहिँ हुँदैन, सानोबाट सुरु गर। अब जस्तो उदाहरणको लागि हेर, यतातिर हामीहरू देख्छौँ यो तलबाट आउनेहरूले च्याफ्लाहरू, टिनको टुक्राहरू के बोकाएर टाउकोमा बोकाएर हिँडेको हुन्छ, त्यो चप्पल लाएर ल्याफ्ल्याक हिँडेको हुन्छ। 2-4 वर्षमा तिनीहरूले लाखौँ रुपियाँ कमाएर सिलगढीमा बिल्डिङ बनाएर बसेको हुन्छ। अब हामी चाहिँ अलिकति हाम्रोमा चाहिँ के छ एउटा अवगुण भनेदेखि चाहिँ हामीले बिजनेस गर्दा चाहिँ ठुलोबाट थाल्छौँ, त्यहाँदेखि चाहिँ त्यसलाई सानो सक्छौँ। र तिनीहरूले अरूले चाहिँ तलबाट सुरु गरेर चाहिँ बढाउँदै जान्छ। यो ज्ञान चाहिँ हामीले लिनुपर्छ। जहिले पनि बिजनेस गर्दाखेरि चाहिँ हामीले सानैबाट सुरु गरेर ठुलो त्यसलाई बढाउँदै लानुपर्छ। जस्तो अब बिजनेस गर्दाखेरि क्यापिटल हालिएको हुन्छ, त्यो आफ्नो क्यापिटल पसेकोबाट जो बिक्री गर्दा जति नाफा बस्छ त्यो मात्रै नानीहरूको, जो हाम्रो बिजनेस गर्ने मान्छेको त्यो क्यापिटल अलगै राख्नुपर्छ। त्यसले फेरि अझै अरू किन्नु पऱ्यो नि त। र त्यस्तो गर्दै जानुपर्छ। र राम्रोसँगले बिजनेस गर्नु, नोकरी नै गर्नुपर्छ भन्ने केही छैन। जस्तो अब एउटा राम्रो इक्जाम्पल हेर, यहाँ हाम्रो तिमीहरूको गुरु
सिलास नाइ के ऊ नपढेको मान्छे छ, उसले नोकरी खोज्नु भएन त, सायद खोज्नु भयो होला, पाउनु भएन होला। हामीलाई थाहा छ पहिला पलको स्टुडियो हुन्छ यहाँ माथि, उहाँको पिताजी अब को हुनुहुन्छ हो, म त्यति राम्रो उ गरिनँ। हामीले थुप्रै फोटोसोटो खिच्यौँ त्यहाँ। त त्यही दोकानलाई अहिले बढाउँदै बढाउँदै एउटा सानोबाट यहाँ माथि अरू के निकाल्नुभयो, त्यहाँबाट अझै यहाँ थप्नुभयो, अझै यहाँ पनि उहाँको अझै अरू थुप्रै प्लान छ, राम्रो प्लान छ। र त्यो प्लान जो उहाँले गर्नुहुन्छ त्यो चाहिँ नानीहरूको लागि हामीहरूकै फाइदा हो, उहाँलाई 2 पैसा रोजगार गर्छु। त्यस्तै नानीहरूले पनि हामी पनि यस्तै केही गर्नुपर्छ, सानैबाट कुना काप्चा काइम्चा सिकेको त्यसलाई सुरु गर। जस्तो अब पढेर चाहिँ नोकरी नै गर्नुपर्छ भन्ने, नोकरी पाउँदैन के पढ्नु नभन्नु। अब राम्रोसँगले याद गरेर हेर्नु नानीहरू, अब नानीहरू पढेर आएको होला, कलेजतिर पढ्दाखेरि नानीहरूको साथीहरू अब मारवाडीहरू थुप्रै थियो होला, मारवाडीहरूले कत्रो पढेको छ। आज कुनै अफिसमा गएर मारवाडीको छोरा नोकरी गरेको भेट्छौ? काहीँ पनि छैन। उनीहरूले त बिजनेस नै गरिरहेको छ, बिजनेसबाट करोड अरब रुपियाँ कमाइरहेको छ भनेदेखि आज हामीले त्यतापट्टि ढल्क्यौँ न। नोकरी नगर्नु होइन, गरौँ, चान्स पाएन गरौँ, भएन भनेदेखि चाहिँ हामी त्यो बिजनेस पनि सानोबाट सुरु गर्दै हुन्छ। अहिले अलिक धेरैजनाले सुरु त गरेको छन्, तर अझै त्यस्तै नानीहरूले पनि के गर्नु र पढेर नोकरी पाएन यस्तो नाथे के गर्नु, के पढ्नु नभन्नु, पढ्नु नोकरी पाइन भनेर चाहिँ नखाने चिज खाएर हरेस खाएर आफ्नो जीवनलाई चाहिँ बर्बाद चाहिँ नगर्नु। त्यो नखाने चिज चाहिँ म एकदम सिधै भन्छु, त्यो जसले चाहिँ तिमीहरूको पैसा पनि बिगार्छ, इज्जत पनि बिगार्छ, स्वास्थ्य धन इत्यादि सबै नै बिगार्छ। र त्यस्तो चिजको चाहिँ सेवन नगर। जस्तो अब माइन्ड नगर्नु, अहिले हाम्रो समाजमा विशेष गरिकन ड्रिङ्कले ज्यादा बिग्रिएको छन् धेरैजना। त यसले त नखाइ हुँदैन के भन्यो भने अब म नानीहरूलाई थाहै भइहाल्यो हो क्या मेरो, म अब 95-96 लाग्न आँटेको छु। मेरो लाइफ होइन, म त 5औं पुस्तादेखि हाम्रो सन्तानहरूले मद मदिरा म माछा पनि खाँदिनँ, मद मदिरा नखाएको अन्त खोइ त बाँच्दो रहेछ छ त। र त्यो नखाने चिज चाहिँ नखाऊ नानी हो, त्यसले कहिले पनि फाइदा गर्दैन, त्यसले नष्ट मात्रै गयो, इज्जत पनि जान्छ। फलाने खाएर नालीमा लडिरहेको थियो भन्ने कति बेइज्जत हुँदैन र स्वास्थ्य पनि बिग्रियो, धन पनि बिग्रियो। त्यसले गर्दाखेरि चाहिँ त्यो नखाने चिज चाहिँ नखानु, राम्रो चिज खानु, पवित्र चिज खानु। पवित्र चिज खायो भनेदेखि चाहिँ हाम्रो पवित्र खुन बनिन्छ, पवित्र खुन बन्यो भने चाहिँ पवित्र मगज बनिन्छ, पवित्र मगज बन्यो भनेदेखि चाहिँ के हुन्छ, हामी पवित्र असल राम्रो कामहरू मात्रै गर्ने सोच्छौँ नि त। र त्यसले गर्दाखेरि चाहिँ पवित्र चिज खानु, राम्रो चिज खाऊ, राम्रो सोचाइ आउँछ। नराम्रो चिज खायो भने नराम्रै सोचाइ जान्छ र हाम्रो कर्तव्य नराम्रोपट्टि गएपछि हामीले बल्ल पाएको यो 84 लाख जुनीमा पाएको मान्छे हामी विवेकपूर्ण प्राणीले चाहिँ यो काम चाहिँ हामीले प्रयोग गर्नुपर्छ। हामीले हाम्रो जुन चाहिँ विवेक छ त्यसलाई चाहिँ पुरा लानुपर्छ। खालि खानु र मोज गर्नु हो भने त त्यो पशु प्राणी सबैले पनि खाइरहेकै छ त, उनीहरूले सन्तान परिवारहरू हुर्काइरहेको छ त। त्यो होइन, हामीले केही न केही गर्नुपर्छ। हामी केवल खानुको लागि चाहिँ मात्रै जन्मेको होइनौँ, हामीले खानुपर्छ बाँच्नुको लागि, यो खानुको लागि चाहिँ बाँच्नु हुँदैन। र यति याद गर्नु, पवित्र चिजलाई सेवन गर्नु, र त्यो सबै गर्दै गयो भने चाहिँ सबै राम्रै हुन्छ। र अब नोकरी पाइनँ मैले भनेर हरेस नखानु, थुप्रै छ। हामीहरूलाई बुद्धि दिएको छ पुरा, हाम्रो सबै हात खुट्टा सबै राम्रो दिएको छ, भगवान्ले दिनुभएको छ हो। त्यसलाई चाहिँ हामीले राम्रोसँगले लगाऊँ, राम्रोसँगले गर्दै जाउँ, सबै राम्रै हुन्छ। बिजनेस तलैबाट गर्दै जाउँ। अब अहिले हेर्नुहोस् नानी हो, म एउटा किचन गार्डन पनि गर्ने मान्छे हो। अझै अहिले त अब त्यति सक्दिनँ, किचन गार्डन थुप्रै हुन्छ। अब अहिले त हामी कमान बस्तीको ठाउँ अलिअलि हुन्छ, कतिजनाको हुँदैन, गमलामा रोपेर पनि त्यो चल्छ। अब एउटा साधारण म एउटा कुरा गर्छु, केही हामी भन्छौँ यहीँ हातमै आउनुहुन्छ नानीहरू सबैजना आएर मुलाको, यो मुला कसरी हुन्छ 40 रुपियाँ बिटा कि 50 रुपियाँ बिटा हुन्छ। एक बिटामा कतिवटा चाहिँ 3वटा त हुन्छ नि। त एउटा मुलाको दाम कति पऱ्यो? 40 रुपियाँ पऱ्यो भने 13 रुपियाँ परेन? एउटा मुलाको दाम त हामी त हिसाब गर्दैनौँ।
अब आज नानीहरूले गएर म त्यो थुप्रो उदाहरण दिन्छु। घरमा अब फुलहरू थुप्रै रोपेको छ गमलामा, त्यस्तै प्रकारले 20-25वटा या केही गमलामा तिमीहरूले एक-एकवटा मुलाको दाना हाल त्यहाँ, फुलको ठाउँ फुल पनि लगाऊ। अब त्यसलाई बेलामा त्यो 3 दिन 4 दिनमा मुला त मरिजान्छ। मुला लगाऊ, गाजर लगाऊ, बिट लगाऊ र त्यस्तै लगाएर त्यसलाई राख। अब थुप्रै कुरा नगरौँ न, मुलै 20वटा दाना लगाएर भयो अरे त्यो बिजनेसमा तिमीहरूले 13 रुपियाँ गोटा बेच्नु परेन नि त। घरमा आफैले खायो भनेदेखि चाहिँ फ्रेस अर्ग्यानिक मलको ताजा आफूलाई स्वास्थ्यलाई पनि राम्रो हो। अनि त्यो 1 बिटा किन्ने मुलाको दाम पनि आफ्नै गोजीमा बस्यो नि त। त्यो बुद्धि चाहिँ हामीले लगाउनुपर्छ, त्यो हिसाब गर्नुपर्छ हामीले। 40 रुपियाँ त हो, फ्याँकी त फ्याँकिदियो, फेरि अर्को 40 रुपियाँ हो, आफ्नो गोजीको पैसा जान्छ। तर त्यसलाई बचाउने कोसिस हामीले गऱ्यो भने त्यो पैसा त गोजीमा बाँच्यो, त्यो पैसाले अर्को काममा लाग्छ नि। र यस्तो यस्तो गर्नु, जस्तो अब एउटा उदाहरणको लागि मैले यी हाम्रै पुग्नुको 2-3वटा उदाहरण गरेर नानीहरूलाई दिन्छु। हिजो अस्ति म यहीँबाट यही अस्तिको हप्ता जाँदै थिएँ, जाँदै गर्दा गाडीमा, अब अहिले त हिँड्न त्यति सक्दिनँ, गाडीमा जाँदाखेरि त्यो एउटा घरमा त्यो एउटा सधैँ मुला बेच्थ्यो, अब नाम त भन्दिनँ, नानीहरूलाई थाहा पनि हुन्छ। अन्त त्यहाँ उसले मुलासुला बेच्थ्यो। अन्त मैले मुला छैन त्यतिबेला बेच्दैन भने बेचिसक्यो नि। अन्त यो पालि त त्यसले 16,000को मुला बेच्यो अरे भन्छ। हेर्नु त, हुन त उसको बस्ती छ, ठुलो छ, उसले गऱ्यो 16,000को मुला बेच्यो भने अरू चिज पनि त छ। अन्त त्यस्तै एउटा त्यसै घरको मुनि छ, त्यो चाहिँ 2-3 वर्ष अगाडिदेखि अनुभव गरेको मिलिट्री म्यान हो, रिटायर पनि भएको छैन। उसको चाहिँ जग्गा जमिन बेसी छैन, यस्तो फुलको ठाउँमा अब राम्रै बिल्डिङ बनाएको छ। मिलिट्री मान्छे त हो, अघि पैसा काफी छ, राम्रै बिल्डिङ बनाएको छ, राम्रोसँगले बाहिर यस्तो स्टेप बनाएर राम्रो बनाएको छ। मैले फुलहरू रोप्नु होला भनेको त त्यो सिमेन्टको बोरामा आधी माटो मल हालेर त्यहाँ सजाएको रहेछ। कति ठाउँ चाहिँ सानो गमला पनि रहेछ, त्यो बोरामा चाहिँ उसले फुलकोपी र बन्दकोपी रोपेको छ। यो चाहिँ लास्ट इयर देखेको मैले, म त्यो बाटोमा हिँड्दाखेरि। अन्त अब मलाई त्यस्तो मैले भनिहालेँ, किचन गार्डन मनपर्छ, कृषि मलाई मनपर्छ, त्यतापट्टि मेरो नजर परिजान्छ। गएर यसो हेरेको त डम्मै फलाइराखेको छ, फुलकोपी, बन्दकोपी, गाजर, मुला, त्यो सानो उसमा। अन्त उसले त्यो किन्नु परेन त, ताजा तिनै खाइरहेको छ। बेच्नु त उसले बेचेन, तर पनि त उसले त्यो ताजा चिज आफ्नो हातले गरेको चिज पायो। अब त्यो काम गर्दा उसको परिश्रम पनि भयो, अलिकति परिश्रम गर्दा शरीर पनि तन्दुरुस्त रहन्छ। अन्त हामीले परिश्रम चाहिँ गर्नुपर्छ है नानी हो। बिना परिश्रमको शरीर चाहिँ काम लाग्दैन, एकदमै मेहनत गर्नुपर्छ। र यसरी गर्ने नानीहरूले पनि सिक, यो बुढोले यस्तो यस्तो गनगन गरे नभन, सिक। जति तिमीहरू आएर चाहिँ अब यो कति बेला रोप्नु, यो कसरी रोप्नु भने म यहीँ हुन्छु ज्यादा, कोही कोही बेला अब पुगौँ या दार्जिलिङ गएको हुन्छु। आएर सोध्यो भने यो यति बेला यसरी रोप, सबै म नानीहरू तिमीहरूलाई बताइदिन्छु। मलाई अल्छी पनि लाग्दैन, रिस पनि उठ्दैन, मलाई खुसी लाग्छ। जसले आएर त्यसरी सोध्छन् उनीहरूलाई म ज्ञान चाहिँ दिनु सक्छु, किनभने म एग्रिकल्चर डिपार्टकै मान्छे हुँ र त्यहीँबाट रिटायर भएको नै हो। र त्यसले गर्दाखेरि चाहिँ नानीहरूलाई भन्छु किचन गार्डन गर्दाखेरि लगाऊ, आफ्नै खुसी पनि हुन्छ। फेरि त्यो झकमक्क फलिसकेपछि एक प्रकारको मनमा शान्ति आउँछ। त्यो शान्ति हुने एकदमै राम्रो चिज हो। र सबैजना नानीहरूलाई मेरो अति छ यो चाहिँ एडभाइस एउटा त्यो गर्नु। र अब यसरी गर्दै जाँदा नानीहरू त एकदमै तिमीहरू त लक्की नि। अब मेरो जीवनको छोटो अलिकति अनुभव, अब मैले अघि भनिहालेँ, म त पोखरेबुङको यहाँ जन्म होइन मेरो, तर अब अहिले त यतै बनाएँ मैले। त पोखरेबुङ प्लुङदुङ रेङ बस्ती भन्ने बाट चाहिँ मैले सुके हाई स्कुलमा पढेको। मैले सुके हाई स्कुलको 3rd ब्याच, हामीभन्दा पहिला 2टा ब्याचको रिजल्ट एकदम 16% जस्तो मात्रै भएको छ। र हामीहरू मेरो चाहिँ तल रेङ बस्तीबाट चाहिँ सुके हाई स्कुल जाने चाहिँ 9-10 किलोमिटर हिँडेर जानु पर्थ्यो, हिँडेर फर्किनु पर्थ्यो। साथी थिएन, डरलाग्दो जङ्गल। त्यति बेला, अहिले त हाई स्कुल जताततै छ, एक्लै। त्यसरी पढेर जाँदाखेरि हामी क्लास 1955 को कुरा हो, 10मा थियौँ हामीहरू। अघिल्लो 2 ब्याचले एकदमै रिजल्ट खत्तम, रिकग्नाइज नभएको स्कुल 3rd ब्याच भन्दैछौँ हामीहरू। र हामीहरू 10मा पढ्दै गर्दाखेरि चाहिँ डिआई आएको थियो, स्कुल इन्सपेक्सन गर्न आएर हाम्रै क्लासमा आएर उसले इन्सपेक्सन गर्यो। आएर त्यति बेला
स्कुलका सरहरू, डिआई, म्यानेजिङ कमिटीका प्रेसिडेन्ट सेक्रेटरीहरू पनि हुनुहुन्थ्यो। पुरै आएर हामी क्लास 10 मा 21 जना मात्रै थियौँ। आएर त्यहाँदेखि चाहिँ डिआईले प्रश्न गर्यो। अब प्रश्न गर्दा जति प्रश्न गर्दा म छटछटी जवाब दिन्थेँ, किनभने अब घमण्ड गरेर भनेको होइन, मेरो लाइफमा स्टुडेन्ट लाइफमा म सेकेन्ड पनि भइनँ, जहिले तहिले म फर्स्टको फर्स्टै हुन्थेँ। र त्यसो गर्दा जति प्रश्न गर्थेँ म ठ्याक जवाब दिएँ। 3टा 4टा जवाब दिइसकेपछि के भने त डिआईले, त चाहिँ बस अरूले भन्छ म गर्छु प्रश्न भने मलाई जवाब दिनु दिएन। त्यहाँ अरू साथी पनि त्यति कमजोर थिएनन्। अन्त 3-4वटा जवाब दियो, प्रश्न गर्यो, सोध्यो। अन्त डिआईले त्यति बेला के भन्यो भनेदेखि, हेर केटाहरू हो, हामी केटा थियौँ 21 जना। अन्त तिमीहरूले तिमीहरूको भाइ बहिनी यो स्कुलमा पढाउन चाहन्छस् भने चाहिँ तिमीहरूको रिजल्ट चाहिँ 40% भन्दा मुनि भयो भने चाहिँ म रिकगनाइज गर्दिनँ। एउटा मेरो लाइफको एउटा अनुभव, यो स्कुललाई रिकगनाइज गर्दिनँ र तिमीहरूले 40% चाहिँ ल्याउनुपर्छ भनिराखेर चाहिँ जानुभयो। त्यहाँदेखि एकछिनमा त्यहाँदेखि भरे गयो। अब उसलाई बिदा सिधाइ भएपछि हेडमास्टर आउनुभयो रुममा। केटा हो सुनिस् भनेर भन्नु, सुन्यो सर, अब तिमीहरूले तिमीहरूको भाइ बहिनी पढाउनु छ भने चाहिँ तिमीहरूले बल गर्नुपर्छ, 40% ल्याउनुपर्छ भन्नु। एकजना मेरो साथी अलिक छुलबुले टाइपको थियो, उनी राम्रै थियो। राम्रो त यहाँ नानीहरूलाई चाहिँ थाहा छैन, बाबुहरूलाई चाहिँ थाहा होला। यो गिरपित हाई स्कुलमा पनि 1-2 वर्ष नोकरी गरेँ, भोपाल हिँड्नुहोला भन्ने मेरो साथी, इन्टिमेट साथी। तर ऊ चाहिँ छुकछुकेर छक के मुखमा बोलिरहने। अन्त जब हेडमास्टरले 40% भन्दा मुनि ल्यायो, तिमीहरूको स्कुल रिकगनाइज हुँदैन है, यो हेर केटा हो भन्दाखेरि जुरुक्क उठाएर के भने त्यसले भन्यो, ए सर 40% त्यो नाथे, हामी 80% ल्याइदिन्छ 80% ल्याइदिन्छ भनेर छट्टै थियो। हेडमास्टर हाँस्नु पनि भयो, सेवास अहिले खुब भनिस्, त्यसै गर्ने फेरि। अन्त त्यहाँ त्यति गरेर भन्दाखेरि जहिले पनि आउनुहुन्थ्यो सरहरू। अन्त मलाई अब मेरो दाहाल नै हो, नाम नभने मिस्टर दाहाल देखिस् सुनिस्, अब तिमीहरूले रिकगनाइज स्कुललाई गर्नुपर्छ नि। रिजल्ट आउँदा 1 to 21 एउटै पनि फेल छैन, 21 जना हामी पास। अब 40% भनेको 100% हामी भएनौँ। अन्त सरहरू पनि खुसी हुनुभयो। त्यो स्कुल त्यहाँदेखि रेकर्ड पनि बस्यो। सरहरूले हामीलाई खुसी धेरै गर्नु पनि भयो, सम्मानहरू पनि गर्नुभयो। अन्त यस्तो मेरो लाइफमा यो प्रकारले घटेर गएको छ। मेहनत गरेर पनि हुन्छ। हामी टिफिनमा कोही साथीहरू पनि खाजा खान जाँदैन थियो। मैले जानेको म उसलाई सिकाउँथेँ, उसले जानेको हामीहरूलाई क्लास लिन्थेँ, प्रायः म क्लास लिन्थेँ। र यसरी सिक्नुपर्छ नानीहरू। सिक्ने नहुने कुरो कुनै छैन, सबै हुन्छ, अल्छी चाहिँ गर्नु हुँदैन। र यस्तो लाइफमा थुप्रै घटना घटेको छ हो। र अब थुप्रै यो घटनामा त बधाई त रहनु चाहदिनँ। र नानीहरूलाई म त्यति नै भन्छु, यो जुन चाहिँ तिमीहरूले चान्स पाएको छौ, राम्रो गोल्डन चान्स। अहिलेसम्म हामीले त यस्तो त चान्सै पाएनौँ। क्या हो क्या कम्प्युटर भनेको कुरै थिएन। इभन फोन त त्यो घुमाउने फोन कता दोकानमा हुन्थ्यो, हुँदैन थियो। अहिले त गोजी नै छ नानीहरूको सबै चाहिँ। अहिले कहाँ कुन देशमा हेर्नु पऱ्यो भने तिमीहरूले हेरिहाल्छौ कि तिमीहरू चाहिँ लक्की। अब स्कुल आउनु पऱ्यो मजाले गाडी कि बाइकमा डोइटै आउँछु। हामी त अब त्यतिबेला भटभटे हुन्थ्यो हो, देखेको पनि थिएन। अन्त गाडीको त कुरै छैन। अब म 1965 सालमा यो तकदामा कर्सियङबाट ट्रान्सफर भएर आउँदाखेरि कर्सियङदेखि जोरबङ्गलासम्म आएँ। त्यहाँदेखि चाहिँ कालेबुङ जाने गाडीमा झुन्डिएर 6 माइलसम्म आएँ। 6 माइलदेखि हिँडेर यहाँ आएको। यस्तो तक्दा कहाँ थियो, घर एउटै पनि थिएन, जङ्गल थियो सबै। तल बिडिओ अफिस थियो, त्यही जोइन गरेर फेरि हिँडेर 6 माइल पुगेर कालेबुङको गाडी पक्रेर जाने, त्यस्तो थियो। अहिले त यिनै गाडीको जान लाग्छ। हेर्नु त त्यहाँबाट लक्की हो नि त। स्कुल जानु पऱ्यो भनेदेखि ठिकै छ, आमाहरूले गरेर क्या आफ्नो नानीहरू त अहिले त अझै सानसानो नानीहरूको त ब्याग स्याग आमा बाबु या दाजु दिदी बोकेर स्कुलमा पुर्याइदिन्छन्। र यसमा अलिकति ऊ पनि छ, नानीहरू हामीले एक्सर्साइज हुँदैन, नानीहरूको एक्सर्साइज चाहिँ गर्नुपर्छ। र अर्को कुरा एउटा म भन्छु नानीहरूलाई, हुन त अहिले कम्प्युटरको युग छ, मोबाइलमा ज्यादा जो गेममा 24 घन्टा चाहिँ नबोल्नु। त्यसले गर्दा तिमीहरूको हेर स्वास्थ्यलाई नै यसले खराब गर्छ। 1 नम्बर त आँखा बिगार्छ। नहेर होइन, हेर, टाइम मात्रै राख। र त्योभन्दा बेसी अरू चिजमा चाहिँ तिमीहरूले ध्यान देऊ। अलिक शरीरलाई एक्सर्साइज गर। अब हामीहरू खाली खुट्टा हिँड्थ्यौँ, यत्रो ढुङ्गा यसरी खुट्टाले उछिटाएर पर जाँदा ढुङ्गा फुट्थ्यो, खुट्टा केही पनि हुँदैन थियो।
अहिले नानीहरू फ्याट त्यो भुइँमा यहाँबाट फ्यासै त्यहाँ झरेर लड्यो भनेदेखि फ्र्याक्चर भइहाल्छ। किन? एक्सर्साइज छैन नि, राम्रो हुनै छैन। अब खानपिन त्यही खालको छ अहिलेको हो। त्यसले गर्दाखेरि चाहिँ एक्सर्साइज चाहिँ गर, बिहान बेलुका। बिहान एकदम छिटो उठ्नु। म त 4 बजी उठ्ने, अहिले पनि 4 बजी दिनहरूले छोड्छ, तर ओछ्यान चाहिँ म 5 बजी मात्रै छोड्छु। अन्त त्यसले गर्दा बिहान छिटो उठ्नु, बिहान एकदम उठिवरिकन आफ्नो जो देउता मानेको छ, आफ्नो भगवान् जो छ, जुन भगवान् मान्छौ, आफ्नो बाहिर गइवरि हात मुख धोएर भगवान्को 5 मिनट भए पनि भगवान्लाई चाहिँ प्रार्थना गर्नुपर्छ। त्यसले गर्दा के हुन्छ, आफ्नो मन शान्ति बस्छ। मन शान्ति हुनु नै निरोग हुनु हो, खुसी हुनु। र त्यसले गर्दाखेरि सानो सानो कामलाई पनि नलत्याउनु, रिस राग हतपत नगर्नु। रिस रागलाई चाहिँ एकदमै पैतालामा चाहिँ खिचेर राख्यो भनेदेखि चाहिँ राम्रो हुन्छ। तिमीहरूले केही गर्नु सक्दिन नभन्नु, गर्छ, छ, दिएको छ, भगवान्ले धेरै पठाएको छ, केही न केही गर्छौ, तर खोजी गर्नुपर्छ, मेहनत गर्नुपर्छ, जाँगर लगाउनुपर्छ। र यस्तो थुप्रै छ मेरो त्यो अनुभव। र नानीहरूको टाइममा बेसी मैले हुन चाहदिनँ हो कि यो बुढोले यो गनगन गर्यो चाहिँ नभन, राम्रो मनमा राख, यो तिमीहरूलाई काम लाग्ने उपयोगी चिजहरू छ। र अन्तमा यो जुन चाहिँ ट्रेनिङमा छ, नानीहरू सफल भएर जाऊ। र यसलाई अब त्यति ट्रेनिङ गरिसकेपछि त्यसै नफ्याक, यसलाई अझै पनि तिमीहरूले यसको अझै यो त बेसिक नलेज मात्रै हो तिमीहरूको, कति गहिरो छ कम्प्युटरको होइन, त्यो सबै अरूबाट पनि अझै सिकेर जाऊ। या पछि अब केही भएन भनेदेखि गाउँघरमा धेरै राम्रो सिक्यो भनेदेखि यस्तै सानसानो एउटा तिमीहरूले सेन्टर खोला, 2 वर्ष आउने गर्छ। नानीहरू आफू अब क्वालिफाइड छौ, 2-4 जना नानीहरूलाई यसो जम्मा गरेर उनीहरूलाई पनि सिकाऊ, आफ्नो ज्ञान पनि बढ्छ, त्यो नानीले पनि ज्ञान पाउँछ, 2 पैसा पनि पाउँछ। र यो खालको ज्ञान ल्याऊ सबै नानीहरूले। र यो तिमीहरूको गर्ने उमेर हो। पछि हामी जस्तो उमेर गइसकेपछि 50-60 नागेपछि केही गर्न सक्दैन नानीहरू। अब म यही भन्छु नानीहरूलाई, अब म स्कुलको हाइजम्पभन्दा 5.5 फिट हाइजम्प हान्ने मान्छे हो। अहिले 8 इन्चको सिँढी नाग्नु पऱ्यो भने हात टेक्नुपर्छ। उमेर भन्ने त्यस्तो रहेछ। मैले भन्नुपर्दा मैले मेरो उ दिएको होइन, उमेर म तिमीहरूको जस्तो उमेर त्यस्तो उफ्रिन्थ्यो भने अहिले 8 इन्चको सिँढी चढ्नुलाई हातले भुइँ टेक्नुपर्छ। उमेर त्यति भयङ्कर चिज हो। र यो उमेर नानीहरूले केही गर्ने उमेर हो। यसलाई अल्छी गरेर चाहिँ नफ्याक्नु, राम्रोसँगले यसलाई प्रयोग गर, भविष्यमा सबै चिज राम्रै राम्रो हुन्छ। र अन्तमा नानीहरूको म शुभकामनासहित सधैँ नानीहरूको जो विचारधारा सधैँ उच्च रहोस्, भगवान्ले सधैँ सुस्वास्थ्य र राम्रो राखुन्, विचारधारा सबै राम्रो भएर उन्नति गरेर ठुलो मान्छे भएको मैले सुन्नु पाइनँ भने मान्छेले सुनोस् भन्ने प्रार्थना गर्दै मेरो यो शुभकामनासहित म आजको 2 शब्द यिनै समाप्त गर्दछु। त्योभन्दा अगाडि हाम्रो यहाँ जो आउने नानीहरू, हाम्रो सिलास तेवाको सरहरू, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। यस्तो विचार राखेर अलिकति भए सिक्ने मौका पायो नानीहरूले। र नानीहरूले पनि यस्तो मौका लिनु, गर्नु, जानिसकेपछि मेरो त केही हुँदैन भन्नु, सानैबाट सुरु गर्नु, सिकाउनु, आफूले नै आफ्नो नलेज बढेकै हुन्छ र ज्ञान सबै हुन्छ। र अन्तमा चाहिँ सबैलाई मेरो धेरै धेरै शुभकामना आशीर्वाद दिँदै मेरो भन्ने शब्द यिनै थुप्रै छ र मौका परेर चाहिँ म भनिदिउँला। र मैले भनेको किचन गार्डनहरू गर, एउटा केही गर, त्यसमा तिमीहरूलाई केही आपत्ति गरे कतिलाई लाउनु के भने म यिनै प्रायः हुन्छु हो, सोधा म बताइदिन्छु। र सबैलाई धन्यवाद सहित हुन्छ। विशेष त है पढालाई हामी हृदयबाट नै धन्यवाद दिँदछौँ। यो अब अर्थी सुझाव है, समाजको कुराहरू, बुद्धिको कुराहरू, अनुभवको कुराहरू सबैले बाँड्दैनन् यस्तो कति कुराहरू है। अनि अवश्य पनि यो कुराहरू हामीले सुनेका कुराहरू, पढाएको अनुभवहरू अब यो रेकर्ड पनि भएको छ। भाइले सायद युट्युबमा पनि सेयर गर्दा हुन्छ नि, एउटा भाइले युट्युबमा पनि सेयर गर्दा हुन्छ। सबैले अब यो सामाजिक सञ्जालमा चाहिँ सबैले हेर्ने मौका पनि पाउँछ। अनि यो पछिसम्म अब सधैँको लागि नै भनौँ न, सधैँको लागि नै एउटा रेकर्ड भएर बस्छ है। अनि विशेष गरी हाम्रो बडालाई यो सबै अब समय निकालिदिनु भयो है, केही मनन पनि गरिकन अब रिक्वेस्टको आधारमा बडाले समय दिनुभयो। अनि बडालाई विशेष गरी हामी कृतज्ञता है जनाउँदै धन्यवाद। अनि हाम्रो एउटा अब सानो अब हाम्रो सेमिनार सधैँ राखिने, अब नानीहरूले 1 by 1 आइकन कतिजनाले प्रिपेयर गरेको छ है, यहाँनिर आइकन जति सिकेको छ त्यो कुराहरू सेयर गर्छ। ल लेट्स स्टार्ट है।